हेलो वेलकम ब्याक टु माई च्यानल। आज पनि म तपाईँहरूलाई नयाँ भिडियो लिएर आइसकेको छु र भिडियो अब टपिक अलरेडी थाहा पाइसक्नु भएको छ। टपिक अब यही हो, अब आइओएम यो टिभी टेस्ट, अब बाहिर जानको लागि टिभी टेस्ट गर्नुपर्छ भन्ने हुन्छ। यो पनि अब स्पेसिफिक कन्ट्रीहरूले भन्छ, अब कुन कुन कन्ट्रीले भन्छ त्यो म यहाँ देखाइहाल्छु र कसरी गर्ने हाम्रो यो नेपालमा यस विषयमा लेट्स चेक इट आउट। सुरुमा अब हामीले चाहिँ अब एपोइन्टमेन्ट लिनुपर्ने हुन्छ यो के अरे टिभी टेस्टको लागि। त्यत्तिकै हामी टिभी टेस्ट गर्ने भनेर यो हस्पिटलमा यसमा गएर हुँदैन, एपोइन्टमेन्ट लिनुपर्ने हुन्छ। र कुन कुन कन्ट्रीको लागि हो लेट्स फाइन्ड आउट है। सुरुमा गुगलमा यो आइओएम टिभी टेस्ट नेपाल भनेर लेख्नुभयो भने टक्क यो पेज आउँछ। यस्तो खोलिदिन्छ इन्टरफेस। यसमा यो हेल्थ एसेसमेन्ट आइओएम भनेर यहाँनिर आएको छ है, बुक योर हेल्थ असेसमेन्ट भनेको छ। पहिले सुरुमा वेबसाइटभित्र जाउँ। अनि सुरुमा जाँदाखेरि यसको डिटेल्सहरू के इन्फर्मेसनहरू यहाँ देखाइहाल्छ अलरेडी। अनि अलिकति तल जाँदै गर्दाखेरि पहिला कन्ट्री हेरौँ न कुन कुनमा हुने रहेछ भनेर। जापानको लागि छ, अस्ट्रेलियाको, क्यानाडा, न्युजिल्यान्ड, युके र युएस। यिनीहरूले चाहिँ टिभी रिपोर्ट माग्छ हाम्रो है नेपाली मान्छेहरूको। यो अब स्टुडेन्टको लागि मात्रै होइन, यो अब ट्राभल गर्नेहरूको लागि, घुम्नेहरूको सबैको लागि यो मागिरहेको हुन्छ। जे होस् यो कन्ट्रीमा जानु पर्यो भने चाहिँ टिभी रिपोर्ट चाहियो भनेर उनीहरूले माग्छ क्या। अनि भइहाल्यो। सुरुमा अब के गर्ने भन्दाखेरि सुरुमा जाउँ। यसले यहाँनिर यो के अरे इन्फर्मेसनहरू दिएको छ है। यो भनेको चाहिँ अब यो त्यतिकै गएर भएन, अघि पनि मैले भनिसकेँ। सिम्पली हामीले चाहिँ यो आइओएम नेपाल मेडिकलमा यो एपोइन्टमेन्ट रिक्वेस्ट फर्म भन्छ, यो फिलअप गर्नुपर्छ। यता यो यिनीहरू पर्दैन है, हामी सिम्पली यहाँनिर फिलअप गरिदिने आइओएम नेपाल मेडिकल भनेर। अनि यो पेज यहाँ खोलिन्छ। अनि यहाँ स्टार्ट नाउ गरिदिने। अनि आफ्नो डिटेल्सहरू भरिदिने होइन, डिटेल्सहरू टक 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 भरिदिने। सबै जेन्युनै भर्ने है। अनि यो किन भर्ने म अहिले भनिहाल्छु। अनि एपोइन्टमेन्ट के को लागि रिजन भन्दा टक्क एपोइन्टमेन्टमा टक्क थिचिदिने, यो त माथि भइहाल्छ। अनि यो कहिलेको लागि एपोइन्टमेन्ट चाहिन्छ, प्रिफर डेट भनेर भनिरहेछ। अब आफूले चुज गर्न पनि मिल्छ। टक्क एउटा कुनै भोलिपल्टै जाने भने टक्क थिच्दा भइहाल्यो। अब आफ्नै हिसाबमा टक्क थिचिदिने, आफूलाई कुन डेट चाहिँ मन लाग्छ होइन। अनि अब यो कतिखेर चाहियो यो टाइम डेट पनि भनिरहेछ। यो टक्क टाइम आफूले टक्क चुज गर्ने, यति बजीदेखि यति बजीसम्म भनेर। अब कुन कन्ट्रीको लागि हो होइन, जस्तै अब युएस हो भने टक्क थिचिदिने। अनि प्रिफर कन्ट्याक्ट मेथड भन्छ, उनीहरूले कन्ट्याक्ट पनि गर्छ होइन, फोनमा हो कि इमेलमा, अथवा प्रायः जस्तो बोथ गर्दा राम्रो हुन्छ। किनभने त्यो इमेलमा पनि हामीलाई आयो भने राम्रो हुन्छ। अनि बेस्ट टाइम टु कन्ट्याक्ट, यो कन्ट्याक्ट चाहिँ किन भनेको भन्दाखेरि अहिले म भनिहाल्छु। बेस्ट टाइम टु कन्ट्याक्ट एएम पिएम कतिखेर हो होइन, फुल डे हो कि के हो आफूले चुज गर्ने। प्रोभाइड एनी एडिसनल इन्फर्मेसन द्याट मे बी युजफुल इन म्याचिङ। यो अब यदि केही मेसेज दिनु छ भने टक्क हान्दा अनि सबमिट गरिदिने, यो सबमिट भइहाल्छ। अनि यो यति गरिसकेपछि यो हाम्रो एपोइन्टमेन्ट चाहिँ बुक भइसकेको नै भन्दा पनि उताबाट कल आउँछ है, फाइनल कन्फर्मेसनको लागि चाहिँ कल आउँछ यदि बुक नै गर्ने हो भनेर। अनि उहाँबाट कल आइसकेपछि कल चाहिँ अब भोलिपल्ट आउँछ। अब हामीले अब बिहानको राखेको छ भने बिहान आउँछ, अथवा फुल डे गरेको छ भने अब जतिखेर पनि आउनसक्छ। त्यसको लागि चाहिँ कल आयो भने चाहिँ तपाईँसँग आफ्नो पासपोर्ट चाहिँ रेडी गरेर राख्नुहोस् है। किनभने पासपोर्टको डिटेल्स अब हामीले दिनुपर्ने हुन्छ। पासपोर्ट नम्बर हुन्छ, पासपोर्ट जारी मिति, अनि एक्सपायरी डेट होइन, अनि त्यहाँको नामहरू, पासपोर्टसँग म्याच हुने नाम। अनि यस्तो कुराहरू चाहिँ अब हामीलाई एक्ज्याक्ट दिमागमा थाहा हुँदैन नि त पासपोर्ट नम्बरहरू। त्यही भएर पासपोर्ट हातमा राखिराख्नु, अथवा मोबाइलमै छ भने पनि भइहाल्यो, केही फरक पर्दैन। त्यति गर्नुभयो भने अनि उनीहरूले सबै सोध्नुहुन्छ कतिखेर आउने, के आउने होइन, कुन कन्ट्रीको लागि हो, अनि त्यसपछि पैसा कति लाग्छ सबै भनिदिनुहुन्छ उहाँहरूले। त्यही भएर रेडी भएर बस्नु। एपोइन्टमेन्ट गरेको भोलिपल्ट चाहिँ तपाईँलाई कल आउँछ। अनि त्यसपछि चाहिँ अब यो डिटेल्सहरू यहाँ भनेको छ एडभाइजहरू, यो पढ्दा पनि भइहाल्छ। वाट टु ब्रिङ होइन, इटिङ एन्ड ड्रिङ्किङ सबै भन्दैछ, म आफै पनि भनिदिइहाल्छु। लुगा चाहिँ अब वहाँ गएर हामीले त्यो चेस्टको एक्सरे गर्नुपर्ने हुन्छ। त्यही भएर हामीले अब ठिक्कको लुगा लगाएर जाँदा पनि हुन्छ। अनि त्यसपछि वहाँ गएर त्यो ड्रेसिङ रुममा पनि गएर चेन्ज गर्नुपर्ने हुन्छ। माथिको हामीले यो कम्मरदेखि माथि चाहिँ सबै खोलेर सिम्पल उहाँहरूले दिनुभएको एउटा ड्रेस लगाउनु पर्ने हुन्छ होइन। अनि अर्नामेन्ट्सहरू केही पनि नलगाउनु होला, त्यो सबै खोल्न लगाइहाल्नुहुन्छ। अनि त्यही भएर सिम्पल भएर जाँदा पनि भइहाल्यो। अनि मास्क चाहिँ अनिवार्य लिएर जानु होला है, मास्क पनि उहाँ खोज्नुहुन्छ, मास्क लगाएर बस्नु भन्नुहुन्छ। त्यही भएर मास्क पनि चाहिहाल्यो। अनि एउटा ब्याग बोकेर जानु, किनभने त्यहाँ लुगाहरू खोल्दैपछि ब्यागमा राख्दाखेरि राम्रो हुन्छ। किनभने त्यहाँ अब सामानहरू केही हरायो भने त्यो हाम्रै रेस्पोन्सिबिलिटी हुन्छ, उनीहरूले केही पनि जिम्मा लिँदैन।
अनि अर्को भनेको चाहिँ अब फी कति लाग्छ अब अहिले नै थाहा पाउँदाखेरि राम्रो हुन्छ नि पनि भनेर भन्नुहुन्छ होला है। पहिले यहाँ हेरौँ ल। यो कन्ट्याक्ट असमा चाहिँ यो काठमाडौँ र दमक छ। कहाँ गर्ने हो आफ्नो होइन, कहाँनिर सजिलो हुन्छ त्यहाँ गएर गर्दा भइहाल्यो। लोकेसन पनि टङ्ग यहाँ दिएकै छ, यो लोकेसन हेरेर जाँदा भइहाल्यो। अनि यो कल गरेर पनि हामीले एपोइन्टमेन्ट लिन सकिन्छ। कल भन्दा पनि अब कलमा पैसा खर्च हुन्छ, त्यही भएर हामीले त्यही फर्म फिलअप गर्दाखेरि राम्रो हुन्छ। अब पैसा कति लाग्छ भनेर हेर्नु मन लाग्छ भने अब यो यति कति 6वटा कन्ट्रीमा अब आफ्नो आफ्नो स्पेसिफिक कन्ट्रीको आफ्नो आफ्नो पैसा हुन्छ है। अब जापानको हेर्दाखेरि चाहिँ यहाँनिर चाहिँ अब यो उमेर अनुसारको छ यहाँनिर है। अब $68 छ प्रायः जसो। अब हामी यही ग्रेटर देन 5 इयर्स नै हुन्छ प्रायः त्यही भएर $68 हुन्छ। यो डलरमा हुन्छ है। यो एक्सचेन्ज रेट चाहिँ अब तलमाथि भइरहेको हुन्छ। अनि हामीले पैसा पे गर्दा पनि क्यास नै पे गर्ने हो, त्यही भएर क्यास बोकेर जानु होला। $68 अब एक्सचेन्ज रेट जति हुन्छ त्यति नै दिनुपर्ने हुन्छ। घटबड भइरहेको हुन्छ, त्यही भएर त्यही अनुसारले दिनु पर्यो। यति यो स्पेसिफिक यति पैसा नेपाली हुन्छ भनेर भन्न मिल्दैन, यो US डलर मात्रै भन्न मिल्छ। यो $68 चाहिँ यहाँ पनि ग्रेटर देन 11 होइन। अनि यहाँ ग्रेटर देन कति हो 11 देखि 14 को रहेछ यो अस्ट्रेलियाको। जस यो PDF खोलेर हेर्नुभयो भने यहाँ देखाइहाल्छ सबै इन्फर्मेसनहरू है। यसमा चाहिँ अलिक धेरै रहेछ, 70 जति पर्ने रहेछ। यो के भन्छ स्टुडेन्ट भिजिटर एक्सेट्रा है, 70 जति पर्ने रहेछ। यसमा अलिक धेरै पर्दो रहेछ। कनाडामा हेरौँ, क्यानाडाको पनि अब आफ्नो जे होस् यी 60 जति पर्दो रहेछ क्या यहाँनिर। यही 70 नै पर्दो रहेछ। पर्मानेन्ट भिजा एप्लिकेसन भनेको चाहिँ लगभग यस्तै नै पर्छ हाम्रो। जे होस् यो आफ्नो कुन कन्ट्री जाने हो त्यही अनुसारले हामीले चुज गरेर टक्कसँगले हेरेर हामी जान सक्छौँ। अनि क्यास बोकेर जानु होला, ठिक्क पैसा मिलाएर। उनीहरूले अनलाइन सनलाइन लिँदैन, डाइरेक्ट क्यास हो। त्यही भएर क्यास लिएर जानुभयो भने तपाईँहरूलाई सजिलो हुन्छ। अनि हामीले यो रिपोर्ट चाहिँ अब के पाउँछौँ भन्दाखेरि यहाँ टक्क म देखाइदिइहाल्छु। यस्तो खालको रिपोर्ट हामीलाई दिनुहुन्छ सरमाको त्यहाँ हाम्रो भइसकेपछि होइन। ल छोडिदिउँ, ठिक छ। यस्तो खालको रिपोर्ट हामीले पाउँछौँ त्यहाँनिर गएपछि होइन। सबै यो डिटेल्सहरू टक्क 6 पेजको हुन्छ, अगाडि पछाडि गरेर 6 पेजको हुन्छ है रिपोर्टहरू। हामीले त्यहाँ टाइम वेटिङ चाहिँ लगभग 2-2.5 घन्टा नै लाग्छ है। यो बसिरहनुपर्छ, अलिकति भिड भयो भने झन् धेरै टाइम लाग्छ। त्यही भएर 2-2.5 घन्टा 3 घन्टा पनि लाग्न सक्छ। अब त्यो चाहिँ अब हेरी हुन्छ कस्तो के छ है सिचुएसन त्यहाँको। यो चाहिँ अब रिपोर्ट हो, सबै रिपोर्ट। अनि अन्तिममा हामीले यो सर्टिफिकेट पनि पाउँछौँ। यो चाहिँ एउटा सर्टिफिकेट हो, यो चाहिँ अब होइन राम्रो खालको सर्टिफिकेट हो। यहाँ QR पनि हुन्छ। अनि टक्कसँगले यो भनेको एकदम राम्रो खालको भयो। पैसा तिरेपछि राम्रै खालको आउँछ, त्यत्रो पैसा तिरिसकेपछि। अनि अन्तिममा हामीले पाउने भनेको एउटा सिडी पनि दिनुहुन्छ, त्यो हाम्रो एक्सरेको सिडी के छ त्यहाँको भित्रको। यो चाहिँ स्टिच लगाएको हुन्छ, यो हामीले खोल्नु हुँदैन। चाहिएको खण्डमा इमिग्रेसनमा उहाँहरूले खोलेर हेर्न सक्नुहुन्छ। त्यही भएर यो केही नगर्ने, त्यतिकै बोकिराख्ने। ल आजलाई यति नै। थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो।